सपनामा तिमी त्यो सिमलको बोटमुनतिर उभिरहेको देखेँ। भुटान त्यो थम्बनेलमा भएको किसिङ सिङको बारेमा म के कुरा गर्दिनँ। फुल टु हलिउड भाइबमा नयाँ एउटा इन्टरनेसनल मुभी भुटानको ट्रेलर आएको छ, जसको स्लोगन नै द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान रहेको छ। लेजेन्डरी एक्टर हरिवंश आचार्यको सबैभन्दा बलियो र माइन्ड ब्लोइङ पर्फर्मेन्स देख्न सक्छौँ हामी। दयङ राईलाई पनि हामी ह्याप्पी डायलग बोलेको देख्न सक्छौँ र डायलग्सहरू सुन्न पनि सक्छौँ। अनि ब्रुस ट्रेनको पनि बवाल एक्टिङ देख्न सक्छौँ। अनि यो मुभीको डिरेक्टर चाहिँ विनोद पौडेल रहेको छन् र 3 मिनट 5 सेकेन्ड लामो यो मुभी ट्रेलरको बारेमा कुरा गर्नु अब। सिनेमेटोग्राफी र क्यामेरा एङ्गलको प्रेजेन्टेसनहरू एकदम बवाल रहेको कुरा हामीलाई पहिलेदेखि थाहा थियो। यो टिजरमा पनि सेम थियो, अहिले पनि सेम छ। अनि हरिवंश आचार्यको डायलग्स पनि एकदम टु द पोइन्ट छ। अब वैशाख 12मा फेरि एउटा अर्को भूकम्प आउँदैछ। अनि त्यो चर्चको सिन र अनि त्यो सबै इमोसन्सहरू एकदम खतरा लाग्यो मलाई चाहिँ। अनि हिन्दू कल्चर र क्रिस्चियन कल्चरको त्यो मिक्सअपको आइडिया पनि एकदम दामी लाग्यो। अनि अब धेरै जस्तो डायलगहरू इङ्ग्लिसमा छ, तर सबटाइल्सहरू पनि त्यहाँ छ। त्यो हेर्न चाहिँ खासै त्यसलाई गाह्रो बनाउँदैन। नेपाली कल्चरभन्दा भास्ट डिफ्रेन्स र अनि अमेरिकाको पुरै कहानी यो मुभीमा सायद हुनसक्छ होइन। अब सबैजनाको आँखाले नै एक्टिङ गरिरहेको छ। 1998 को फुटबल प्लेयर 2025मा कसरी अमेरिका पुग्छ र त्यसपछिको स्ट्रगलको कुरामा यो मुभी हुन्छ जस्तो ट्रेलरले भाइब्स दिइरहेको छ। अब हेरौँ कस्तो हुन्छ। अब त्यो किस सिन पनि एकदम जायज लागिरहेको छ। अनि अगाडि टिजरमा पनि एउटा किस सिन थियो, अहिले ट्रेलरमा पनि छ। सायद त्यो दुइटा इम्पोर्टेन्ट जस्तो लागिरहेको छ मलाई सिनहरूको लागि, मुभीको लागि, त्यो सिन जस्टिफाई गर्नको लागि चाहिँ। अनि त्यो लास्टको त्यो घर जलेको फ्रेम चाहिँ एकदम आउटस्ट्यान्डिङ थियो र फुल गुजबम दिनेवाला थियो। त्यो चाहिँ अब वान्स इन अ डिकेड जस्तै नै सिनहरू या फ्रेमहरू हुन्छ कि त्यस्तो चाहिँ। अनि यो मुभी चाहिँ प्रेजेन्टेसन बेस्ड हो। अनि यो प्रेजेन्टेसन बेस्ड यो भुटान मुभी वैशाख 12 गते भनेको अप्रिल 25मा रिलिज हुँदैछ। अब लेट्स सी अन थिएटर कस्तो छ यो मुभी चाहिँ, कस्तो हुनेछ। डिसअपोइन्ट चाहिँ सायद गर्दैन जस्तो लागिरहेको छ मलाई। थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ। दिस हेज बिन जस्ट ओपिनियन अबाउट भुटान ट्रेलर रिभ्यू।